नेपालको कुनै पहाडी बाटोमा गाडी चलाउँदा त्यो मोडमा हर्न बजाउँदै एकातिर भिर र अर्कोतिर पहाडलाई हेर्दै यात्रा गर्नु भएको छ? पक्कै पनि। त्यो अनुभव त लगभग सबै नेपालीले गरेका हुन्छन्। हो, अनि त्यो बाटो कसरी बन्यो होला, त्यो मोड किन त्यति नै घुमेको छ, वा त्यो उकालो किन त्यति नै ठाडो छ भनेर कहिले सोच्नु भएको छ? यी सबै प्रश्नको पछाडि इन्जिनियरिङको ठूलो हात छ। हो, र यी सबै प्रश्नको जवाब चाहिँ एउटै डकुमेन्टमा लुकेको हुन्छ के? आज हामी नेपालको सडक पूर्वाधारको त्यही ब्लुप्रिन्ट, नेपाल सडक मापदण्ड 2070 को गहिराईमा पुग्दैछौँ। हो, र यो केवल इन्जिनियरहरूले पढ्ने मोटो किताब मात्र होइन नि। यो मापदण्ड बन्नु अघिको अवस्था सम्झिनुपर्छ। कस्तो थियो अवस्था? कुरा के थियो भने हरेक निकाय, विदेशी दात्री निकाय, कन्सल्टेन्टहरू सबैले आफ्नै डिजाइन र नियम लगाउँथे। भनेपछि एउटै राजमार्गको फरक फरक खण्ड फरक फरक स्ट्यान्डर्डमा बन्थ्यो। ठ्याक्कै। अनि सडक विभागलाई त आपत्तै परेको थियो। कुन बाटो कसरी मर्मत गर्ने, कहाँ के बिग्रियो, कसको जिम्मेवारी भन्ने नै टुङ्गो थिएन। भनेपछि सडक त बन्थ्यो तर व्यवस्थापनमा पुरै भद्रगोल थियो। हो नि। त्यही समस्यालाई सम्बोधन गर्न 2070 सालमा यो मापदण्ड आएको हो। यसको मुख्य लक्ष्य नै डिजाइन र निर्माणमा एकरूपता ल्याउनु थियो। त्यसो भए आजको हाम्रो छलफलको उद्देश्य यही हुनेछ। यो मापदण्डले सडकलाई कसरी चिन्छ, कसरी वर्गीकरण गर्छ, अनि नेपालको समथर र पहाडी भूगोलको चुनौतीलाई यसले कसरी इन्जिनियरिङ मार्फत समाधान गर्छ, र सबैभन्दा महत्त्वपूर्ण, हाम्रो यात्रालाई सुरक्षित बनाउन यसले के कस्ता उपायहरू अपनाएको छ। बिल्कुल। हामी यही डकुमेन्टका पाना पल्टाएर यसभित्र लुकेका ती इन्जिनियरिङ निर्णयहरूलाई केलाउनेछौँ जसले हाम्रो दैनिक यात्रालाई प्रत्यक्ष प्रभाव पारिरहेका हुन्छन्। ल, त्यसो भए सबैभन्दा आधारभूत कुराबाटै सुरु गरौँ न त। हामी सडकलाई राजमार्ग, सहायक मार्ग, जिल्ला सडक भन्छौँ नि। यो मापदण्डले सडकलाई कसरी छुट्याउँछ र किन यसरी छुट्याउनु जरुरी छ र? अब यो वर्गीकरण नै सडक सञ्जालको व्यवस्थापनको मेरुदण्ड हो। यो बिना त कुन सडकको जिम्मेवारी कसको र कुनमा कति लगानी गर्ने भन्नै थाहा हुँदैन। मापदण्डले सडकलाई दुई फरक दृष्टिकोणबाट हेर्छ। पहिलो हो प्रशासनिक वर्गीकरण। यो भनेको कुन सडकको मालिक वा अभिभावक को हो भनेर छुट्याउने तरिका हो। प्रशासनिक अर्थात् व्यवस्थापनको लागि, जस्तै हामीले साइनबोर्डमा H01 वा F23 लेखेको देख्छौँ, त्यो यही वर्गीकरण हो। ठ्याक्कै। H भनेको राष्ट्रिय राजमार्ग वा नेशनल हाइवे हो। यिनीहरू देशका मुख्य धमनीहरू हुन् जसले पूर्व पश्चिम र उत्तर दक्षिण जोड्छन्। अनि F नि? F भनेको फिडर सडक, मतलब फिडर रोड। यिनीहरूले चाहिँ जिल्ला सदरमुकाम, प्रमुख आर्थिक, पर्यटकीय केन्द्रहरूलाई राष्ट्रिय राजमार्गसँग जोड्ने काम गर्छन्। बुझे। यी दुवैलाई समग्रमा रणनीतिक सडक सञ्जाल वा स्ट्रेटेजिक रोड नेटवर्क SRN भनिन्छ, र यसको सम्पूर्ण जिम्मेवारी सडक विभाग DOR को हुन्छ। अनि जिल्लाभित्रका र सहरका साना सडकहरूको जिम्मेवारी कसको हुन्छ त? ती तेस्रो र चौथो वर्गमा पर्छन्, जिल्ला सडक र सहरी सडक। यिनीहरूलाई स्थानीय सडक सञ्जाल वा LRN भनिन्छ, र यिनीहरूको व्यवस्थापन स्थानीय पूर्वाधार विभाग डोलीडार र सम्बन्धित नगरपालिकाहरूले गर्छन्। भनेपछि घर अगाडिको बाटो पिच भएन भने सडक विभागलाई भन्दा नगरपालिकालाई गुहार्नु बढी प्रभावकारी हुन्छ। हो, ठ्याक्कै त्यही हो। यो त भयो कसले हेर्ने भन्ने कुरा, तर एउटा इन्जिनियरले बाटो डिजाइन गर्दा त उसलाई यो DOR को हो कि नगरपालिकाको हो भन्नेले मात्र त फरक पर्दैन होला। उसको लागि त अर्कै वर्गीकरण महत्त्वपूर्ण होला नि, होइन र? एकदमै सही ठाउँमा पुग्नुभयो। इन्जिनियरिङ डिजाइनको लागि प्राविधिक वा कार्यात्मक वर्गीकरण प्रयोग हुन्छ। प्राविधिक वर्गीकरण? हो, यो वर्गीकरण चाहिँ सडकमा कति गाडी गुड्छन् भन्ने आधारमा, अर्थात् ट्राफिक भोल्युममा आधारित हुन्छ। ट्राफिकको आधारमा? यसले नै सडक कति फराकिलो बनाउने, मोड कत्रो बनाउने, गति कति राख्ने भन्ने कुरा निर्धारण गर्छ। यसमा सडकहरूलाई वर्ग I देखि V सम्म छुट्याइएको छ। वर्ग I देखि IV, यो अलि बुझाइदिनुहोस् न। एक्सप्रेसवे र सामान्य जिल्ला सडकमा के फरक हुन्छ त यो वर्गीकरण अनुसार? वर्ग I भनेको सबैभन्दा उच्च स्तरको सडक हो, जस्तै एक्सप्रेसवे। यसमा दैनिक 20,000 PCU भन्दा बढी ट्राफिक धान्ने क्षमता हुन्छ। 20,000 PCU। अनि गति?
समथर भूभागमा यसको डिजाइन गति 120 किलोमिटर प्रति घण्टासम्म हुन्छ। अनि अरू वर्गको? त्यसैगरी वर्ग 2 मा 5000 देखि 20000 PCU, वर्ग 3 मा 2000 देखि 5000 र वर्ग IV मा चाहिँ 2000 PCU भन्दा कम ट्राफिक हुन्छ। समथरमा यिनीहरूको डिजाइन गति क्रमशः 100, 80 र 60 किलोमिटर प्रति घण्टामा घट्दै जान्छ। एकछिन है, तपाईले PCU भन्ने शब्द प्रयोग गर्नुभयो। यो के हो? सडकमा त मोटरसाइकलदेखि ठूला ट्रकसम्म गुड्छन्। सबैलाई एउटै डालोमा राखेर कसरी गणना गरिन्छ? यो एकदमै रोचक अवधारणा हो। PCU को पूरा रूप प्यासेन्जर कार युनिट हो। कल्पना गर्नुस् न, एउटा साँघुरो बाटोमा एउटा कार गुड्नु र एउटा बस गुड्नुले ट्राफिकमा पार्ने असर फरक हुन्छ। हो त नि, बसले बढी ठाउँ ओगट्छ, ढिलो चल्छ। हो, त्यसैले सबै किसिमका सवारीलाई एउटा मानक एकाइमा बदल्न PCU को प्रयोग गरिन्छ। यसमा एउटा सामान्य कारलाई 1.0 PCU मानिन्छ। भनेपछि अरू सबै सवारीलाई कारसँग तुलना गरिन्छ। बस वा ट्रकलाई कति मानिन्छ त? ठ्याक्कै। मापदण्डको तालिका अनुसार एउटा बस वा ट्रकलाई 3.0 PCU मानिन्छ। 3। एउटा बस बराबर 3 वटा कार। हो, ट्राफिकको हिसाबले 3 वटा कार गुड्नु बराबर हो। त्यस्तै मोटरसाइकलले कम ठाउँ लिने भएकाले त्यसलाई 0.5 PCU मानिन्छ। ए, आधा मात्र। यो गणनाले हामीलाई सडक कति लेनको बनाउने भनेर निर्णय गर्न मद्दत गर्छ। अनि यो गणना आजको ट्राफिक हेरेर गरिन्छ कि भविष्यको लागि? यो मापदण्डको सबैभन्दा दूरदर्शी पक्ष नै यही हो। सडक डिजाइन गर्दा आजको होइन, अबको 20 वर्षपछिको अनुमानित ट्राफिकलाई आधार मानिन्छ। 20 वर्ष? तर के हाम्रो अनुमान साँच्चै त्यति सही हुन्छ र? हामीले बनाएको 10 वर्ष नहुँदै कति सडकहरूमा ट्राफिक धान्न सकेन भन्ने सुनिन्छ। के यो अनुमान गर्ने प्रक्रियामा नै केही कमजोरी छ कि? यो एकदमै जायज प्रश्न हो। ट्राफिक अनुमान भनेको अब आर्थिक वृद्धि, जनसङ्ख्या वृद्धि, नयाँ सहरहरूको विकास जस्ता धेरै कुरामा भर पर्छ, जुन सधैँ सोचे जस्तो हुँदैन। हो त। कहिलेकाहीँ कुनै ठाउँमा अप्रत्याशित विकास हुँदा अनुमान फेल खान सक्छ, तर यो अनुमान बिना योजना बनाउनु भनेको अँध्यारोमा तीर हान्नु जस्तै हो। कम्तीमा एउटा आधार त दियो। हो, यसले कम्तीमा एउटा वैज्ञानिक आधार दिन्छ। कमजोरीहरू छन्, तर यसलाई समय-समयमा परिमार्जन गर्दै लैजानुपर्छ। यो त भयो ट्राफिकको कुरा। अब नेपालको सबैभन्दा ठूलो वास्तविकता भूगोलतिर लागौं। एउटै स्तरको सडक, मानौ वर्ग 3 कै सडक, तराईमा बनाउनु र पहाडमा बनाउनुमा के फरक पर्छ? जमिन र आकाशको फरक पर्छ। भूगोल नै नेपालको सडक इन्जिनियरिङको सबैभन्दा ठूलो चुनौती र निर्धारक तत्त्व हो। कसरी निर्धारण गर्छ त? मापदण्डले सडक बनाइने ठाउँको तेर्सो भिरालोपन अर्थात् क्रस स्लोपको आधारमा भूभागलाई 4 प्रकारमा वर्गीकरण गरेको छ। 4 प्रकारमा? 25%, पहाडी 25 देखि 60% र भिरालो स्टीप 60% भन्दा बढी। एकछिन है, तपाईले भन्नुभयो वर्ग 3 को सडक समथरमा 80 किलोमिटर प्रति घण्टाको गतिमा डिजाइन हुन्छ, तर त्यही सडक पहाडमा 40 मा झर्छ। आधाको फरक। हो, आधाकै फरक। म त सम्झ्दै थिएँ कि बाटोको स्तर एउटै भएपछि गति पनि उस्तै उस्तै होला। यति ठूलो फरक किन पर्छ? किनभने पहाडमा तपाईले 80 को गतिमा गाडी चलाउन सक्ने गरी सोझो र फराकिलो बाटो बनाउनै सक्नुहुन्न। जति जमिन भिरालो भयो त्यति नै धेरै घुम्तीहरू बनाउनु पर्ने हुन्छ। मोडहरू साँगुरा हुन्छन्। हो, 80 को गतिमा ती मोडहरूमा गाडी मोड्न असम्भव छ। त्यो त भौतिक शास्त्रको नियम विपरीत हुन्छ। त्यसैले भूगोलको जटिलताले सिधै डिजाइन गतिलाई नियन्त्रण गर्छ। सुरक्षा पहिलो प्राथमिकता हो, गति दोस्रो। हो, अब कुरा साँच्चै रोचक मोडमा आयो। नेपाल जस्तो देशमा पहाड नखनी नफोडी सडक बन्दैन। यो मापदण्डले पहाडी सडकका लागि के कस्ता विशेष इन्जिनियरिङ डिजाइनहरू तोकेको छ त? पहाडी सडकका लागि मापदण्डमा छुट्टै अध्यायहरू नै छन्। यसको सबैभन्दा चिनिने र महत्त्वपूर्ण डिजाइन हो हेयरपिन बेन्ड्स, अर्थात् हामीले भन्ने स्यार्पे मोड। हो, स्यार्पे मोड। पहाडको उचाइ छिटो घटबड गराउन यी अत्यावश्यक तीखा मोडहरू बनाइन्छ। यी मोडहरू त हामीले पहाडी यात्रामा जताततै देख्छौं। यिनको डिजाइनका लागि केही विशेष नियम होलान् नि? यतिकै जथाभावी त बनाउन मिल्दैन होला। मिल्दैन र नियमहरू निकै कडा छन्। मापदण्ड अनुसार
हेयरपिन ब्यान्डमा न्यूनतम डिजाइन गति 20 किलोमिटर प्रति घण्टा हुनुपर्छ। जम्मा 20? हो। अनि मोडको भित्री किनाराको न्यूनतम अर्धव्यास मतलब रेडियस 15 मिटर हुनै पर्छ। र सबैभन्दा महत्त्वपूर्ण, दुईवटा लगातार हेयरपिन ब्यान्डको बीचमा कम्तीमा 60 मिटरको सोझो बाटो हुनुपर्छ। 60 मिटरको सोझो बाटो? यो त चालकलाई गाडी सम्हाल्न सजिलो होस् भनेर होला। हो, तर त्योभन्दा गहिरो प्राविधिक कारण छ। त्यो 60 मिटरको सोझो बाटो सन्तुलनको लागि मात्र होइन, यो ज्यानै जोगाउने नियम हो के। ए हो र? कसरी? ले एउटा हेयरपिन मोड पार गर्छ। यदि तुरुन्तै अर्को मोड आयो भने ट्रकको पछाडिको भाग मतलब ट्रेलर पुरै सिधा हुन पाउँदैन, जसले गर्दा त्यो पल्टिने वा ज्याकनाइफ हुने अर्थात् बीचबाट भाँचिने खतरा हुन्छ। त्यो 60 मिटरले चालकलाई गाडी पूर्ण नियन्त्रणमा लिन र अर्को मोडको लागि तयार हुन आवश्यक समय र ठाउँ दिन्छ। बाफ्रे, यो त मैले सोचेको भन्दा धेरै गम्भीर रहेछ। अब उकालो ओह्रालोको कुरा गरौँ। कहिलेकाहीँ त यस्तो ठाडो उकालो आउँछ कि गाडीले नै हमेसी तान्दैन। यसको पनि केही सीमा तोकिएको छ? त्यसलाई ठाडो अलाइनमेन्ट र ग्रेडियन्ट भनिन्छ। लामो र ठाडो उकालोले गहिरौं सवारी जस्तै ट्रकहरूको गति निकै घटाउँछ र पछाडि गाडीको लाम लाग्छ। हो, त्यो त भोगिन्छ। मापदण्डले यसको सीमा तोकेको छ। उदाहरणका लागि 7% को ग्रेडियन्ट भएको सडक 300 मिटर भन्दा लामो बनाउन पाइँदैन। 7% ग्रेडियन्ट भनेको? मतलब 100 मिटर अगाडि जाँदा 7 मिटर उकालो, अनि 12% को ग्रेडियन्ट त 15 मिटर भन्दा लामो हुनै हुँदैन। त उकालो तान्नु पर्यो, त्यसमाथि स्टियरिङ पनि घुमाउनु पर्यो। हो, त्यसको लागि इन्जिनियरिङमा एउटा सुन्दर समाधान छ, ग्रेड क्षतिपूर्ति। ग्रेड क्षतिपूर्ति? हो, यसको अर्थ हो घुम्तीमा गाडीलाई मोड्न अतिरिक्त बल चाहिने भएकाले ती ठाउँहरूमा उकालोको प्रतिशत अर्थात् ग्रेडियन्ट घटाइन्छ। मानौ नियमले 5% को उकालो बनाउन दिन्छ भने घुम्तीमा त्यसलाई घटाएर 3% वा 4% मा झारिन्छ। ताकि इन्जिनमा धेरै लोड नपरोस्। एकदम। सवारीको इन्जिनले मोड्न र उकालो चढ्न एकै पटक धेरै बल लगाउनु पर्दैन। अनि कहिलेकाहीँ लामो उकालोमा, विशेष गरी मुगलिन नारायणगढ खण्डमा, ट्रकरका लागि छुट्टै लेन पनि देखिन्छ। त्यो के हो? त्यसलाई क्लाइम्बिङ लेन्स भनिन्छ। यो ट्राफिक प्रवाहलाई सहज बनाउने एकदमै प्रभावकारी उपाय हो। मैले आफैले एउटा यात्रामा यसको महत्त्व महसुस गरेकी छु। एकपटक म नौबिसे मुगलिन खण्डमा थिएँ, एउटा ओभरलोडेड ट्रकको पछाडि। उकालोमा त्यो कछुवाको गतिमा थियो र पछाडि गाडीको लामो लाइन थियो। अनि जाम भयो? हो, यदि त्यहाँ एउटा क्लाइम्बिङ लेन हुँदो हो त आधा घण्टाको जाम 5 मिनटमा सकिन्थ्यो। यो लेन ढिलो गुड्ने गहरौं सवारीका लागि बनाइन्छ ताकि पछाडिबाट आएका साना र छिटो गुड्ने सवारीहरूले सजिलै ओभरटेक गर्न सकुन्। यी सबै डिजाइनहरूले यात्रालाई सहज र कुशल बनाउने कुरा त बुझियो, तर मलाई लाग्छ नेपालको बाटोमा गाडी चलाउने जो कोहीको मनमा सबैभन्दा पहिले आउने कुरा त सुरक्षा हो। यो मापदण्डले चालकलाई सुरक्षित महसुस गराउन के कस्ता उपायहरू अपनाएको छ? सडक डिजाइनमा सुरक्षा सर्वोपरि हुन्छ। यसका लागि सबैभन्दा महत्त्वपूर्ण पक्ष हो दृश्य दूरी, साइड डिस्टेन्स, अर्थात् चालकले कति परसम्म स्पष्ट देख्न सक्छ भन्ने कुरा। साइड डिस्टेन्स? यसमा दुईवटा कुरा आउँछन्। पहिलो हो रोक्ने दूरी, स्टपिङ साइड डिस्टेन्स। अगाडि अचानक कुनै अवरोध, मानौ एउटा ढुङ्गा खस्यो वा बच्चा दौडियो भने त्यो देखेर ब्रेक लगाएर सुरक्षित रूपमा गाडी रोक्न चाहिने न्यूनतम दूरी हो यो। अनि दोस्रो ओभरटेक गर्न चाहिने दूरी होला? हो, दोस्रो हो ओभरटेक दूरी, ओभरटेकिङ साइड डिस्टेन्स। अगाडिको सवारीलाई उछिनेर सुरक्षित रूपमा आफ्नै लेनमा फर्कन चाहिने दूरी। यसको गणना कसरी हुन्छ? मापदण्डले यी दूरीहरूको गणना गर्नका लागि चालकको आँखाको उचाइ जमिनबाट 1.2 मिटर र सडकमा रहेको कुनै अवरोध 0.15 मिटर अग्लो हुने अनुमान गर्छ। यी गणनाले नै मोडहरू कति खुला बनाउने र उकालो ओह्रालोको टुप्पोमा कतिसम्म देखिने बनाउने भन्ने निर्धारण गर्छ। यो मापदण्डमा एउटा निकै चाखलाग्दो र सायद कमैले सुनेको कुरा छ, आकस्मिक निकास र्याम्प। यो के हो र किन आवश्यक छ? यो विशेष गरी लामो र ठाडो ओह्रालोमा ब्रेक फेल भएका ट्रकहरूका लागि जीवन रक्षक डिजाइन हो। ब्रेक फेल हुँदा? हो,
तपाईले कल्पना गर्नुस् एउटा सामानले भरिएको गहुरौं ट्रक तीव्र गतिमा ओह्रालो झरिरहेको छ र उसको ब्रेकले काम गर्दैन। चालकसँग कुनै विकल्प हुँदैन। यस्तो अवस्थामा यो र्याम्पले उसको ज्यान जोगाउँछ। बाफ्रे, यो त मैले फिल्महरूमा मात्र देखेको थिएँ। हाम्रो मापदण्डमा नै यो कुरा छ भन्ने त मैले सोचेकै थिएन। यसले काम कसरी गर्छ? यो र्याम्प मुख्य सडकबाट छुट्टिएर माथितिर उकालो लागेको हुन्छ र यसमा बाक्लो बालुवा वा मसिनो गिट्टी ग्राभल थुपारिएको हुन्छ। बालुवामा गाडी फस्छ? हो, अनियन्त्रित ट्रक त्यो र्याम्पमा छिरेपछि बालुवाको घर्षण र उकालोले गर्दा त्यसको गति छिट्टै कम भएर सुरक्षित रूपमा रोकिन्छ। के नेपालमा यस्ता र्याम्पहरू कतै बनिसकेका छन्? केही राजमार्गहरूमा, विशेष गरी घुम्तीहरू भएका लामो ओह्रालोहरूमा यस्ता र्याम्प बनाउने प्रस्ताव र डिजाइनहरू भएका छन्। यो साँच्चै जीवन बचाउने डिजाइन हो। साँच्चै हो। यसबाहेक सडकको छेउमा लगाइने रेलिङहरूको पनि व्यवस्था होला नि? हो, त्यसलाई गार्ड रेल र सेफ्टी ब्यारियरहरू भनिन्छ। मापदण्डले स्पष्ट भनेको छ, सडकको छेउमा 3 मिटर भन्दा बढी गहिरो खाड्डो, भीर वा खोला भएको ठाउँमा र तीखा मोडहरूमा सवारीलाई खस्नबाट जोगाउन यी संरचनाहरू अनिवार्य रूपमा राख्नुपर्छ। आजको छलफलबाट एउटा कुरा त एकदम स्पष्ट भयो। नेपाल सडक मापदण्ड 2070 केवल नियमहरूको एउटा सूची मात्र होइन, यो त नेपालको जटिल भूगोलसँग जुझ्न बनाइएको एउटा इन्जिनियरिङ रणनीति नै रहेछ। बिल्कुल, यो एउटा जीवन्त मार्गदर्शन हो। सडकको वर्गीकरणदेखि लिएर हेयरपिन बेन्डको ज्यामितीय डिजाइन र आकस्मिक र्याम्प जस्ता सुरक्षाका उपायसम्म यसले हरेक पक्षलाई समेटेको छ। यसको मूल उद्देश्य नै एकरूपता र सुरक्षा हो। हो, एकरूपता मार्फत मर्मत सम्भारलाई सहज बनाउनु र यात्रालाई सुरक्षित बनाउनु नै हो। हो, र एउटा देशको विकासको ऐना भनेकै त्यसको सडक सञ्जालको गुणस्तर हो, जसको लागि यस्तो मानीकरण अपरिहार्य हुन्छ। एकदम सही। अन्त्यमा एउटा विचार छोडेर जाउँ न त। यो मापदण्ड 2070 सालमा बनेको हो र यसले 20 वर्षपछिको ट्राफिकलाई ध्यानमा राखेको छ। तर आज 10-12 वर्षको अवधिमा हामीले सोचेभन्दा छिटो सवारी सङ्ख्या बढेको छ। हो, एकदमै बढेको छ। विद्युतीय सवारी साधनको प्रयोग बढ्दो छ, जसको तौल र गति डिजेल गाडीभन्दा फरक हुन सक्छ। त्यसमाथि जलवायु परिवर्तनले गर्दा बाढी पहिरोको जोखिम बढेको छ। यी नयाँ चुनौतीहरूले भविष्यमा हाम्रा मापदण्डहरूमा कस्तो प्रकारको संशोधन वा पुरै नयाँ सोचको माग गर्ला? यो एक महत्त्वपूर्ण र सान्दर्भिक प्रश्न हो। इन्जिनियरिङ भनेको स्थिर हुँदैन, यो निरन्तर विकसित हुने क्षेत्र हो। समयसँगै आउने नयाँ प्रविधि र चुनौतीहरूलाई सम्बोधन गर्न हाम्रा मापदण्डहरू पनि समय सापेक्ष रूपमा परिमार्जन हुँदै जानै पर्छ। भविष्यको सडक कस्तो हुनुपर्छ र त्यसलाई धान्ने मापदण्ड कस्तो बनाउने भन्ने बहस यहीँबाट सुरु हुन्छ।